ह्यापी मदर्स डे सबैजनालाई अनि वेलकम छ तपाईहरुलाई मेरो आजको न्यू ब्लगमा। गाइस हामीले चाहिँ अघि यहाँनिर केक लिएर राखेको थियौँ, अब माथि चाहिँ लान आँटेको। दिदीहरूलाई चाहिँ थाहा छैन। गाइस यो हाम्रो डिजाइन हो। गाइस अब हामी चाहिँ दिदीलाई सरप्राइज दिन लागेको। ह्यापी मदर्स डे। थ्याङ्क यू। बच्चाहरु ठुलो भयो, बच्चाहरु ठुलो भयो। ओ तल रसभरी पनि लिएर आऊ। फ्रिजमा रसभरी छ लिएर आऊ। प्लेटहरु बोटुकाहरु पनि ल्याउनुपर्छ नि। गाइस यहाँ चाहिँ हाम्रो केक छ, भर्खर ल्याप गरेको यो चाहिँ। अनि यहाँ चाहिँ दिदीको छ, यहाँ बोजूलाई नम्बरको लागि चाहिँ दिदी। के भन्नुभएको? फोटो लगाइदिन्छ। केमा फेसबुकमा? स्टोरीमा नि लगाउनु। अरू कपडा दुईटा झिट्रा पनि लाउँछु त। हुन्छ। कमेन्ट दिदी, ह्यापी मदर्स डे। पुरो दुईजना पकडा लेखिदैछस्? तिमीले चाहिँ भन न। अब आमाले बोजू नानीहरूलाई को पालो पालो पक्र। थ्याङ्क यू। थ्याङ्क यू। यो त प्याउले पो खान्छ। लु दिदु बिरालो आयो मदर्स डेको भागै पोयालु हुन्छ होला नि त। अनि मलाई पनि दिने हामीले दिनु ल पर्दैन। दिदी सेवाहरू लु ल अब यहाँ गिफ्ट पनि खोलिँदैछ है एकदम। कार्ड चाहिँ यता फर्काउनु थियो नि त नि स्टाइल हो। दिदी धनी हुनुहुन्छ क्या नि दिदी। किनभने यत्रो किनि बसेको लम्साकमा आनको ए यो चाहिँ सेसेको गिफ्ट। आनको गिफ्ट चाहिँ कोही आनको गिफ्ट चाहियो है मलाई। के आहानले केक ल्यायो। दामी दामी लाग्छ त हो तिमीहरूले त। यो अहिलेको नयाँ भाइरल। भाइरल चोरी यहाँ हेर्नुहोस् मदर्स डेको भाग। थ्याङ्क यू। यो मेरो बाबुकोबाट चाहिँ यो अरे लु केक आहानकोबाट। यहाँ पनि छ मिठाईहरू छ तर अब यो चाहिँ हामी भरै खाने किनभने यो खायो भने फेरि अहिले भात रुच्दैन नि त। त्यतिकै राख्छु। म उता घर गएर आएर अनि म कुन साडी लगाउँछु त्यति बेला चाहिँ यो टक्क लगाएर तयार भएर म भिडियो बनाउँछु है साथीहरू त्यति बेला हेर्नु होला। यहाँ चाहिँ दिदीहरू जाँदै हुनुहुन्छ। गाइस हाम्रो चाहिँ दिदीहरू पनि जाने भयो। सो आजको लागि चाहिँ यति नै। बाइ बाइ।